राधे राधे, जय माताजी। मेरो नाम चाहिँ पण्डित खेमराज निरोला हो। म दागाना जोङकाक अन्तर्गत लामै जुङका गियोकबाट हो र यो हिन्दू धर्म समुदाय भुटानले अर्गनाइज गरेको यो राजा राजेश्वरी देवी पाञ्चायन दुर्गा मन्दिर कुञ्चेल कोडराङमा यहाँ म पाठ पूजामा सहभागी भएर पाठ पूजा गरिरहेको छु। पृथिवीं जत पृथिवी द्विगुंह पृथिवी मायी गुंसे ओम अस्मान्तमे मृत्तिकास्तमे गिरयस्तमे पर्वतास्तमे सिकतास्तमे वनस्पतयस्तमे हिरण्यस्तमे यस्तमे नवमं सिद्धिदात्री च नवदुर्गा प्रकीर्तिता भनेर भनिन्छ। नौ दुर्गामा सिद्धिदात्री यो अब प्रथमदेखि सुरु गरेर हामीले नियमसँग यसरी 9 दिनको पूजा गर्यौं भने सिद्धि हुन्छ भनेर भनिन्छ। सिद्धि भनेको अब केही मन्त्रको सिद्धिहरू पनि हुन्छ, केही कुराको पनि सिद्धि, आफ्नो सोचेको कामहरू सिद्धि, अब पढ्ने छ भने पढ्नेमा सिद्धि, कामहरूको छ भने कामको सिद्धि, अब गाउँमा रोगहरू यस्तो आदि व्याधि हावाहुरी चल्दैछ भने त्यो रोकथाम गर्ने भनेर पहिला नै सङ्कल्प गरेर यसरी 9 दिनको पूजा गर्नाले सबै श्रद्धा भक्ति र निष्ठा सच्चा हृदयबाट अन्तर्मनबाट हामीले गर्यौं भने सबै कामको सिद्धि हुन्छ। सिद्धिदात्री भनेर भनिन्छ। नवमं सिद्धिदात्री च भनेर भनिएको छ र यसरी सबै कामहरू पूर्ण हुन्छ। सबै प्रकारको शक्तिहरू पनि हामीलाई प्राप्त हुन्छ र यसरी सबै देशको, आफ्नो ठाउँको, गाउँको सबै बाल वृद्ध सबैको रक्षा हुन्छ भनेर देवीको यसरी विशेष प्रकारको वर्णनहरू धेरै आउँछ। अब वर्णनहरू तर यसमा अब समय कम्ती हुनाले गर्दाखेरि छोटो जानकारी मैले हजुर समक्ष प्रस्तुत गरेँ 9 दिनको विशेष पूजाको विषयमा। धन्यवाद।